नोभा स्कोसियामा इसी पढ्नको लागि चाहिँ स्टडी पर्मिट एप्रुभ भएको छ, त्यो पनि 14 दिनमा। क्लाइन्ट चाहिँ अहिले पिजिडब्ल्युपीमा हुनुहुन्छ र पिजिडब्ल्युपीमा हुँदै पनि उहाँले चाहिँ स्टडी पर्मिट लिनु भएको छ। यो गर्नुको रिजन चाहिँ के हो भने कोर्स चाहिँ लङ्गर देन 6 मन्थ भएको कारणले हो। और तपाईले 6 मन्थको कोर्सलाई पनि स्टडी पर्मिट लिन सक्नुहुन्छ र यसबाट तपाईहरुको मनमा लागेको क्वेशन पनि एन्सर हुन्छ। धेरै जनालाई चाहिँ के थाहा हुँदैन भने एकैचोटी दुईटा पर्मिट लिन मिल्छ कि मिल्दैन, पिजिडब्ल्युपीमा भएको मान्छेले स्टडी पर्मिट लिन मिल्छ कि मिल्दैन, अनि पिजिडब्ल्युपीमा स्टडी पर्मिट लियो भने पिजिडब्ल्युपी क्यान्सल हुन्छ भन्ने चाहिँ धेरै जनाको मिसकन्सेप्सन हुन्छ। तर त्यस्तो हुँदैन। आईआरसीसीले एकैचोटी दुईटा पर्मिट अथवा दुई भन्दा मल्टिपल पर्मिट्स पनि होल्ड गर्नको लागि चाहिँ कम्प्लिट अथोरिटी दिएको हुन्छ, एज लङ एज यु आर कम्प्लाइङ टु द राइट्स एन्ड रेस्पोन्सिबिलिटिज अफ बोथ द पर्मिट्स एट द सेम टाइम। त्यसको कारणले गर्दाखेरि चाहिँ पिजिडब्ल्युपीमा हुँदाखेरि पनि स्टडी पर्मिट लिन मिल्छ। त्यसैले कोर्स चाहिँ लङ्गर देन 6 मन्थ छ भने तपाईले स्टडी पर्मिट लिनै पर्ने हुन्छ, म्यान्डेटरी नै हो। अब यो स्टडी पर्मिट लिएर किन पढ्न जाने भन्ने क्वेशन चाहिँ धेरै जनालाई आउँछ। यसको रिजन चाहिँ के हो भने बिजनेस, टुरिज्म, हस्पिटालिटी ब्याकग्राउन्डबाट बिलङ गर्नुहुन्छ र पिआर टार्गेट गर्नुहुन्छ भने एकदमै बाटो गाह्रो छ। त्यसको कारणले गर्दाखेरि अझै स्पेशली +2 पछि डिप्लोमा गर्नुभएको छ भने बाटो धेरै नै गाह्रो छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ र हाम्रो क्लाइन्टले चाहिँ नोभा स्कोसियामा कुनै कोर्सको लागि इन्क्वायरी गर्नुभएको थियो र हामीले उहाँलाई चाहिँ इसी सजेस्ट गर्यौँ, उहाँको ब्याकग्राउन्ड र उहाँको डिफ्रेन्ट फ्याक्टर्स र सिनारिजहरूलाई कन्सिडर गरेर। अनि स्टडी पर्मिट पनि एप्रुभ भएर आएको छ। जस्ट 14 डेजमा जुलाई 8 मा एप्लिकेसन गरेको, जुलाई 22 मा स्टडी पर्मिट एप्रुभ भएर आएको छ। इनलाइन स्टडी पर्मिट गर्नको लागि र तपाईहरुले क्यानाडामा कुनै पनि कोर्स गरेर चाइल्ड केयर र हेल्थ केयर टार्गेट गरेर पिआर लिन चाहनुहुन्छ भने हामीले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र चाइल्ड केयर र हेल्थ केयर नै किन टार्गेट गर्ने भन्दाखेरि चाहिँ स्पेशली नोभा स्कोसियामा चाहिँ नोभा स्कोसिया ग्रेजुएट पिएनपीबाट पिआर हाल्न मिल्छ। त्यो भएको कारणले गर्दाखेरि इसीई और सीसीए को कोर्स टार्गेट गर्दाखेरि चाहिँ बेटर हुन्छ। र तपाईहरुले पिजिडब्ल्युपीमै सकेसम्म छिटो हस्पिटालिटी, टुरिज्म र बिजनेसबाट बिलङ गर्नुहुन्छ भने तपाईहरु चाइल्ड केयर र हेल्थ केयर टार्गेट गर्नुस्। इफ इन्ट्रेस्टेड हुनुहुन्छ भने, हैन भने तपाईले कि त स्किल ट्रेड्स कि त कन्स्ट्रक्सनमा जान पर्ने हुन्छ। फर मोर इन्फर्मेसन यु क्यान रिच आउट टु युजिसी क्यानाडा।